विश्वको तथ्याङ्क हेर्नुपर्दा सर अहिले चाहिँ विश्वमा लगभग 8 लाख व्यक्तिले चाहिँ आत्महत्याले गर्दा वर्षेनी ज्यान गुमाएको छ। त्यो हिसाब गर्दाखेरि 40 सेकेन्डमा एकजनाको मृत्यु हुन्छ विश्वको कुनै न कुनै कुनामा। 3 सेकेन्डमा चाहिँ एकजनाले आत्महत्याको प्रयास चाहिँ गर्छ। झन् हाम्रो जनचेतनाहरू फैलिँदै छ, झन् हामी चाहिँ एजुकेसनतिर झन् बढाउँदै छौँ, तर पनि अझै चाहिँ यो सुसाइडल डेटहरू चाहिँ झन् बढ्नुको कारणहरू के त्यस्तो केही छ? यस्तो नेपालमा चाहिँ पहिला एकदमै कम थियो। 10 वर्षको 61-62 देखि लिएर 71-72 सम्मको तथ्याङ्क हेर्दा लगभग 29,000 समथिङ अहिले आएर 80-81 को आर्थिक वर्षमा हाम्रो नेपालमा मात्र 7,221 जनाले चाहिँ आत्महत्याले गर्दा ज्यान गुमाएको छ। त्यो हेर्दाखेरि के हुन्छ त भन्दाखेरि नेपालमा एक दिनमा लगभग 20 जनाले चाहिँ आत्महत्याले गर्दाखेरि ज्यान गुमाइरहेको छ भन्ने तथ्याङ्कहरू चाहिँ आइरहेको छ कि सुसाइड होइन समर्थन खोज, जीवन अझै बाँकी छ, आशाको किरणहरू अझै बाँकी छ। सम्पूर्ण यहाँहरू नमस्कार। आजको यस पोडकास्टमा हामीसँग टुकी स्विङबाट मनोसामाजिक परामर्शकर्ता सनम महतोजी यहाँ पाल्नु भएको छ। हामी सुसाइड भनेर के बुझ्ने त, यो विषयमा थोरै अलिकति इलाबोरेट गरिदिनुहोस् न। हस् धन्यवाद सर। अब सुसाइड भन्नाले अथवा आत्महत्याले भन्नाले हामीले सर्वसाधारणको भाषामा बुझ्नु पर्दा आफ्नो ज्यान आफू स्वयंले लिनुलाई चाहिँ हामीले आत्महत्या भन्ने गरिन्छ। अब यसको विविध कारणहरू सुनिन्छ। अहिले त एकदमै यसको अवस्था चाहिँ भयावह अवस्था छ। पहिला चाहिँ हामी देश विदेशमा चाहिँ सुसाइड भयो अरे, सेलिब्रिटीको यो भयो अरे, त्यो चाहिँ एकदमै सबै कारण भनेको सुसाइडले भनेर बुझिन्छ। र आम भाषामा चाहिँ यो जति पनि मानसिक समस्या छ त्यो सबै यो सुसाइड डिप्रेसन भन्ने बुझिन्छ। यो सबै उस्तै किसिमको रोग हो कि या फरक रोग हो? यस्तो सुसाइडलाई नै अथवा आत्महत्या भन्नु नै मानसिक रोग होइन है, यो कुरामा चाहिँ हामी सर्लङ्ग हुनु पर्यो। आत्महत्या भनेको मानसिक रोग होइन, तर मानसिक रोगले गर्दाखेरि 90 देखि 95% चाहिँ आत्महत्या हुने गर्दछ, जसमा प्राय जसो डिप्रेसन, बाइपोलर र सिजोफ्रेनियाले गर्दा हुन्छ। यसमा 90 देखि 95% को पनि 80 देखि 85% चाहिँ उदासीनता अथवा डिप्रेसनले गर्दाखेरि मात्रै सुसाइडहरू भएको फेला पारिएको छ। केही सुसाइडहरू चाहिँ क्षणिक कारण अथवा क्षणिक आवेगले गर्दाखेरि भएको हुन्छ। त्यो व्यक्ति चाहिँ मानसिक रूपले स्वस्थ नै हुन्छ, तर केही कारणवश उहाँहरूलाई केही कुराले ट्रिगर गर्यो भने चाहिँ क्षणिक रूपमा सुसाइड हुने गर्छ। र बालबालिकाको हकमा हेर्दाखेरि उनीहरूले आइडलाइज गरेको जस्तै कोही हिरो अथवा हिरोइनहरू हुन्छ नि, उहाँहरूले सुसाइड गर्नुभयो भने उहाँहरूको न्युजहरू त एकदमै धेरै चलिरहेको हुन्छ नि त। फेसबुकमा सोसल साइटहरू धेरै छ आजभोलि, सबै सोसल साइटमा बारम्बार त्यही न्युज चलिरहेको छ। बच्चाहरूलाई पनि के हुन्छ त, सुसाइड भनेको कस्तो रहेछ त, यो गर्दाखेरि हामीले नाम कमाइदो रहेछ, चर्चा पाइदो रहेछ, बढी हेरचाह पाइदो रहेछ हो। यसलाई पनि बच्चाहरूले अब त्यो एक्सपेरिमेन्टल हुन्छ नि, क्युरियोसिटी बढी हुन्छ नि त बच्चाहरूमा, त्यो गर्दाखेरि बच्चाहरूले चाहिँ सुसाइड गरेको कति तथ्याङ्कहरू भेटिएको छ। त्योभन्दा बाहेक अरू कारणहरू जस्तै आर्थिक अवस्थाको अभाव हुन्छ, कसैको अब नजिकको आफ्नो प्रियजनको कोही मृत्युले गर्दाखेरि पनि हुनसक्छ, कसैको अब अहिले चाहिँ पहिला थिएन, अहिलेको तथ्याङ्क हेर्दाखेरि चाहिँ विशेष गरी यो एक्स्ट्रा मराइटल अफेयर जुनहरू छन् त्यसले गर्दाखेरि पनि सुसाइडहरू हुने गरेको छ। र कसैको बिजनेसहरू पहिला राम्रै चलिरहेको पछि आएर बिजनेसहरू डामाडोल भएर पनि उहाँहरूले आफ्नो तनावहरू राम्रोसँग व्यवस्थापन गर्न नसक्दाखेरि पनि सुसाइडहरू भएको छ। र एउटा एकदमै प्रमुख कारण भनेको यदि कसैको परिवारमा पहिला नै कसैले आत्महत्या गरिसक्नु भएको छ भने उहाँहरूमा गर्न सक्ने चाहिँ सर्वसाधारणभन्दा उहाँहरूमा 2 गुणा अथवा 3 गुणाले बढ्न गएको भेटिएको छ। अब यो जस्तो तपाईँले यो कुरा गरिरहँदाखेरि यो सबै जुन जति पनि उदासीनता हुन्छ नि तपाईँको, एक्लोपना हुने, यो सबै यस्तो हुने बित्तिकै सुसाइड गर्ने चाहिँ कतिको टेन्डेन्सी हुन्छ या भनौँ कतिको प्रबल चाहिँ तपाईँको चान्स हुन्छ यो सुसाइड गर्ने? यस्तो मेन्टल इलनेसमा चाहिँ लगभग यो जुन गम्भीर मानसिक समस्या हुन्छ त्यसमा चाहिँ आत्महत्या गर्छ भन्ने देखिएको छ। त्यसमा विशेष गरी चाहिँ डिप्रेसनमा बढी देखिएको छ। त्यसमा 80 देखि 85% जस्तोले चाहिँ डिप्रेसन भएको बिरामीहरूले चाहिँ सुसाइड अटेम्प्ट गरेकै हुन्छ। सामान्यतः अब हामी जस्तो तपाईँहरू सर्वसाधारणहरू हुनुहुन्छ नि, अब हामीले चाहिँ कसरी बुझ्ने कि त्यो बिरामीले चाहिँ तपाईँको मानसिक समस्या छ होइन, अनि त्यसपछि उसले सुसाइड गर्न सक्छ या सक्दैन भनेर हामीले चाहिँ कसरी बुझ्ने या कसरी उसलाई चाहिँ हामीले समझ्ने र त्यही अनुसार बल्ल हामीले कसरी चाहिँ अस्पताल लैजाने, त्यो विषयमा अलिकति जानकारी दिनुहोस् न। यस्तो अब मानसिक रोग लागेको छ भनेर कसरी बुझ्न सकिन्छ त भन्दा लक्षणहरूले, यदि कोही व्यक्तिले सुसाइड गर्ने सोचिरहेको छ भने उसले चाहिँ लगभग सबैले नै सङ्केतहरू दिन्छन्। जसले चाहिँ क्षणिक कारणले गर्दाखेरि आवेगमा आएर आत्महत्या गर्नुहुन्छ उहाँले चाहिँ केही सङ्केत देखाउनुहुन्न। जसले चाहिँ अब मानसिक समस्याले गर्दाखेरि होस् अथवा अरू समस्याहरूले गर्दाखेरि होस् उहाँहरूले आत्महत्या सोचिराख्नु भएको छ भने केही सङ्केतहरू दिनुहुन्छ। जस्तै उहाँहरूले अन्तिम चिठीहरू लेख्ने, अन्तिम विदाईहरू गर्न जाने, पहिला आफूलाई एकदम मनपर्ने वस्तु कसैलाई दिनुहुन्थेन, जब उहाँहरूले यो आत्महत्याको सोच आउँछ, योजना बनाउन थाल्नुहुन्छ त्यसपछि चाहिँ सबै कुराहरू चाहिँ आफ्नो नजिकको व्यक्तिहरूलाई चाहिँ बाँडिदिने। अर्को भनेको चाहिँ आफ्नो बिमाहरू, ब्याङ्कको खाताहरू सबै व्यवस्थापन गर्ने के, अनि आफ्नो नजिककोलाई चाहिँ के भन्ने त भन्दाखेरि मेरो फलानासँग यति ऋण छ, मैले फलानालाई यति तिर्न छ, हाम्रो सम्पत्ति यहाँ छ, जस आफ्नो पुरै विवरण चाहिँ त्यस्तो दिने गर्नुहुन्छ। र अर्को भनेको चाहिँ पहिला एकदमै धेरै घुलमिल हुने, पछि आत्महत्याको योजना बनाइसकेपछि बाहिर जान नखोज्ने, साथीहरूसँग घुलमिल हुन नखोज्ने, परिवारको कुनै पनि पारिवारिक कामहरूमा संलग्न नहुने हो, यस्तो देख्न सकिन्छ। र अर्को भनेको चाहिँ कस्तो तरिकाले आत्महत्या गर्न सकिन्छ त भन्ने तरिकाहरू चाहिँ उहाँहरूले खोज्नुहुन्छ कि, जस्तै उहाँहरूले कुनै कुरामा पनि मलाई त कस्तो मर्न मन लागिरहेको छ भन्ने हो, यस्तो खालको सङ्केत चाहिँ हामीले देख्न सकिन्छ। जोस् हामीले त्यस्तो सर्वसाधारण जुन मानिसहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो लक्षणहरू देखेर हामी चाहिँ छुटाउन सकिन्छ एकदम।
अब यो कुरा गरिरहँदाखेरि जस्तो हाम्रो यो तपाईँले बालबच्चाहरूको कुरा निकाल्नुभयो यो दीर्घरोगीहरूले पनि त्यत्तिकै तपाईँको सुसाइडल रेट चाहिँ बढ्दो क्रममा छ भनेर पनि समाचारमा सुनिन्छ यो पनि कतिको सत्य तथ्य हो एकदम सही हो सर तपाईँले भन्नुभएको कुरा पनि आत्महत्याको एउटा कारक तत्त्वको रूपमा शारीरिक अपङ्गता तथा दीर्घकालीन रोगहरू जस्तै एड्सहरू क्यान्सरहरू भएको छ भने पनि उहाँहरूले आफ्नो जीवन अर्थ नभएको आफू अरूमाथि बोझ भएको त्यस्तो हिंता बोधहरू महसुस गरेर उहाँहरूले आफ्नो जीवनको अन्त्य गर्ने प्रयत्न गर्ने र कतिपय चाहिँ सफल पनि हुने गरेको भेटिएको छ हामीले यस्तो किसिमको रोगबाट यो किसिमको रोगबाट चाहिँ हामीले चाहिँ परास्त गर्न सक्छौँ या बच्न सक्छौँ केही उपायहरू केही छ यस्तो आत्महत्या नै रोक्नको लागि चाहिँ यो नेपालमा मात्र नभइकन पुरै विश्वभरि नै चुनौतीपूर्ण नै छ है किनभने कुन व्यक्तिले कति बेला आत्महत्या सोचिरहेको छ त्यो हामीलाई त थाहा हुँदैन नि त जब उहाँहरूले लक्षण देखाउनुहुन्छ तब मात्र हामीलाई थाहा हुन्छ नि त त्यो भयो भने अब त्यसको रोकथामको लागि चाहिँ सबैले आफ्नो आफ्नो ठाउँबाट चाहिँ केही पहलहरू गर्नु पर्यो जस्तै अब तपाईँको घरमा कसैले आत्महत्याको सोच आइरहेको तपाईँले थाहा पाउनु भयो भने त्यो कुरालाई नजरअन्दाज गर्न भएन जसले त्यस्तो कुरा भनेको छ उहाँहरूसँग गएर कुराहरू गर्नु पर्यो यस्तो यस्तो भन्नुभएको थियो किन भन्नुभयो के चलिरहेको छ यस तरिके उहाँहरूलाई चाहिँ के महसुस गराउनु पर्यो कि तपाईँ यो लडाइँमा एक्लै हुनुहुन्न तपाईँको साथमा हामी छौँ भन्ने आवाज चाहिँ तपाईँले गराउन सक्नुपर्छ तपाईँले छुट्याइसकेपछि तपाईँले आफ्नो साथहरू सबै दिइसकेपछि आफ्नो तर्फबाट गर्ने काम सबै गरिसकेपछि पनि उहाँमा त्यही सोच निरन्तरता रह्यो भने यहाँले परामर्शहरू लिन सक्नुहुन्छ अब यो कुरा गरिरहँदाखेरि हाम्रो जुन यो जस्तो परिवारको भूमिका या भनौँ समाजको भूमिका के कस्तो रहन्छ त यो कसरी हामी चाहिँ बचाउन सकिन्छ त परिवार र समाजको भूमिका सबैभन्दा ठुलो हुन्छ है आत्महत्यामा किनभने कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्ने भनेको कसले हो त परिवारको सदस्यहरूले हो नि त परिवारको सदस्य लगायत वरिपरि भएको व्यक्ति अथवा समाजहरूले हो नि त त्यसले गर्दाखेरि उहाँहरूले समयमै सङ्केतहरू चिन्ने कुनै पनि व्यक्तिको सामान्य व्यवहारभन्दा त्यो व्यवहारमा केही परिवर्तन तपाईँले देख्नुभयो भने चाहिँ तपाईँ अलिकति चनाको भएर चाहिँ हेर्नुपर्छ त्यो भइसकेपछि उहाँहरूलाई चाहिँ अब तपाईँले परामर्शमा लग्ने हो कि कुन ठाउँमा गएर यसको औषधि उपचार गर्न सकिन्छ त्यो ठाउँ चाहिँ तपाईँले च्यानलाइज गरिदिनु पऱ्यो कि एकदमै अब यो के हामी यति कुरा गरिरहँदाखेरि हामी यो सुसाइड भन्ने जुन चिज छ या भनौँ अझ मनोरोग जुन भन्ने चिज छ यसले हामी पूर्ण रूपमा उन्मूलन गर्न सक्छौँ यो चाहिँ अलिक गाह्रै प्रश्न सोध्नुभयो है सरले यसमा चाहिँ अब ठ्याक्क नै अब कुनै पनि समस्यालाई हामीले हटाउनको लागि त्यसको जरा नै अथवा के कारणले भइरहेको छ त्यो हटाउन सकिन्छ है तर यो मानसिक समस्या हुने भनेको चिन्ताहरूले गर्दाखेरि हो चिन्ताले एउटा भनाइ छ नि त चिन्ताले चित्तामा गएपछि मात्र छोड्छ भनिन्छ नि त त्यही भएर हामीले चाहिँ पूर्णतया यो रोक्नलाई चाहिँ अलिक गाह्रो हुन्छ केही हदसम्म हामीले कम गर्न सकिन्छ पूर्ण रूपले यो रोगहरूलाई अथवा पूर्ण रूपले आत्महत्या नै बन्द गर्नु भनेको चाहिँ अलिक चुनौतीपूर्णै कार्य हो जस्तो मानिलियो एउटा कुनै पनि स्थानीय तहले आफ्नो जुन नागरिकहरू हुनुहुन्छ नि उहाँहरूको चाहिँ मानसिक रोगलाई कम गर्नको लागि या भनौँ पहिचान गर्नको लागि कस्तो कस्तो किसिमको चाहिँ कार्यक्रमहरू चाहिँ ल्याउँदा चाहिँ अलिक उत्तम हुन्छ भनौँ या इनिसिएट गर्दाखेरि अझै राम्रो हुन्छ हो सरले भन्नुभयो नि जुन हाम्रो यो मानसिक समस्याको औषधि उपचार भनेको हाम्रो सहरी क्षेत्रमा मात्र केन्द्रित भएको छ है यो ग्रामीण क्षेत्रमा त्यति साह्रो फैलिसकेको छैन र जति यो आत्महत्या अथवा मानसिक समस्याको बारेमा जति सहरको मान्छेलाई थाहा छ त्यति गाउँघरको मान्छेहरूलाई थाहा नभएको हुनसक्छ त्यसले गर्दाखेरि हामी अब जुन सरकारवाला छौँ उहाँले चाहिँ अब यस्तै जनचेतनामूलक कार्यहरू गर्नु पर्यो ट्रेनिङहरू दिन पर्यो र यसमा सबै ठाउँमा सबै ओडामा एउटा स्वास्थ्य चौकी त हुन्छ नि है स्वास्थ्य चौकीमा आउने बिरामीहरूलाई पनि कुनै प्रकारको मानसिक समस्या छ कि भनेर चाहिँ एकचोटि त्यहाँ कार्यरत स्वास्थ्य कर्मीहरूले चाहिँ एकचोटि उहाँहरूलाई स्क्रिनिङ हुन्छ नि त्यस्तो धेरै डिप जानु पर्दैन जस्ट सामान्य मानसिक समस्याको लक्षण के हो त्यो मात्र स्क्रिनिङ गर्नुभयो भने अर्ली डायग्नोस हुन्छ अर्ली डायग्नोस भएपछि ट्रिट हुन्छ ट्रिट गरिसकेपछि के हुन्छ त त्यो अलिकति हामीले कम गर्न सकिन्छ त्यसको रेटमा यानि कि यसो हामीले हेर्दाखेरि यो विश्लेषण गर्दाखेरि हाम्रो यो जुन मनोरोग भनौँ या भनौँ सुसाइडको जुन यो कुराहरू छ यो अझै पनि समाजमा कता कता लुकेको जस्तो देखिन्छ होइन यो अझै पनि उजागर त्यति राम्रो भएको जस्तो देखिँदैन त्यो विषय चाहिँ मैले अलिकति महसुस गरेको छु होइन एकदम सही सर अब हामी जति ढुक्क भएर मलाई प्रेसर रोग छ भनिन्छ नि त्यति मलाई मानसिक रोग छ भनेर हामी खुलेर कुरा गर्छौँ तपाईँ गर्नुहुन्छ हजुर त्यो गरिँदैन राइट हो त्यही नै कुरा भइरहेको छ अब त्यो कुरा उनीहरूले निकाल्न खोज्दा पनि परिवारको प्रतिष्ठा जाने कमजोर मान्छेले मात्र आत्महत्या गर्छ भन्ने जुन धारणाहरू छ नि त्यसले गर्दाखेरि उसले आफूमा भएको कुराहरू बाहिर प्रस्तुत नगर्न सक्छ त्यसले गर्दाखेरि भित्रै अझै दबिँदै गएर उसले त्यो स्टेप चाहिँ लिन सक्छ यानि कि हामी अझै पनि जनचेतनामूलक जति कार्यक्रम हुनुपर्ने हो अझै पनि हामीले चाहिँ जति मात्रामा फैलाउनु पर्ने हो त्यो अझै फैलाउन सकेको छैनौँ त्यो मैले महसुस गरेको छु सायद यही विषय मार्फत मतलब यही प्लेटफर्म मार्फत तपाईँले चाहिँ यो तपाईँले चाहिँ अथवा स्थानीय तह भनौँ या सर्वसाधारणहरू भनौँ के गर्दाखेरि चाहिँ अझैलाई कम गर्न सक्छौँ अथवा भनौँ तपाईँको जति पनि यो मानसिक अथवा सुसाइडल जुन टेन्डेन्सी छ यसको इन्सिडेन्सले चाहिँ कसरी घटाउन सक्छौँ त्यो विश्वको तथ्याङ्क हेर्नु पर्दा सर अहिले चाहिँ विश्वमा लगभग 8 लाख व्यक्तिले चाहिँ आत्महत्याले गर्दा वर्षेनी ज्यान गुमाइरहेको छ त्यो हिसाब गर्दाखेरि 40 सेकेन्डमा एकजनाको मृत्यु हुन्छ विश्वको कुनै न कुनै कुनामा 3 सेकेन्डमा चाहिँ एकजनाले आत्महत्याको प्रयास चाहिँ गर्छ है नेपालमा चाहिँ पहिला एकदमै कम थियो 10 वर्षको 61-62 देखि लिएर 71-72 सम्मको तथ्याङ्क हेर्दा लगभग 29,000 समथिङ कति सय छ तर अहिले आएर 80-81 को आर्थिक वर्षमा हाम्रो नेपालमा मात्र 7,221 जनाले चाहिँ आत्महत्याले गर्दा ज्यान गुमाएको छ त्यो हेर्दाखेरि के हुन्छ त भन्दाखेरि नेपालमा एक दिनमा लगभग 20 जनाले चाहिँ आत्महत्याले गर्दाखेरि ज्यान गुमाइरहेको छ भन्ने तथ्याङ्कहरू चाहिँ आइरहेको छ कि नेपालमा यानि कि झन् हाम्रो जनचेतनाहरू फैलिँदैछ झन् हामी चाहिँ एजुकेसनतिर झन् बढाउँदैछौँ तर पनि अझै चाहिँ यो सुसाइडल रेटहरू चाहिँ झन् बढ्नुको कारणहरू के त्यस्तो केही छ यस्तो एजुकेसन जुन हामीले बढाइरहेको छौँ नि त्यो कहाँ केन्द्रित भइरहेको छ त
अर्बन एरिया अथवा सिटी साइडमा मात्र केन्द्रित भइरहेको छ। ग्रामीण भेगहरूमा त्यस्तो कार्यक्रम आत्महत्याको बारेमा त्यस्तो कार्यक्रम भएको मैले विरलै सुनेको छु है। त्यसले गर्दाखेरि अब आत्महत्या हाम्रो नेपालमा सबैभन्दा बेसी भनेको कोशी प्रदेशमा गरेको थियो है। गत वर्षको तथ्याङ्कले हेर्दाखेरि सबैभन्दा बेसी प्रयास गर्ने अथवा आत्महत्याले ज्यान गुमाएको भनेको कोशी प्रदेशमा थियो। त्यसले गर्दाखेरि के पनि बुझ्न सकिन्छ भने हामीले यो जति पनि यो जनचेतनाको कार्यक्रमहरू छ, जनचेतना मात्र नभइकन जुन ट्रेनिङहरू दिइन्छ नि, त्यो कार्यक्रमहरू लगभग शहरी क्षेत्रमा मात्र केन्द्रित छ। त्यसलाई चाहिँ हामीले ग्रामीण क्षेत्रमा पनि गर्न सक्यौँ भने र यो कुरालाई चाहिँ अब एकचोटि मात्र नभइकन फलोअपहरू पनि गर्दै गरेर पुनः एजुकेसन दिने, फलोअपहरू गर्ने, त्यस्तो गऱ्यो भने चाहिँ केही हदसम्म कम गर्न सकिन्छ कि जस्तो लाग्छ। यानि कि अझै पनि हामीसँग ग्रामीण भेगमा जति मेन पावर हुनुपर्ने हो, जति जनशक्ति हुनुपर्ने हो मानसिक विषयमा त्यति छैन कि भन्ने एकदम सही छ। नेपालमै यो मानसिक रोगको हेर्ने भनेको जम्मा 200 जना हुनुहुन्छ। 200 जना पुरै नेपालको हेरिराख्नु भएको छ। त्यसमा पनि अब उहाँहरूले मास्टर्सै गरेर साइकेट्रीमै अथवा मनोचिकित्सकै पढिसकेपछि सबैको के हुन्छ त भन्दाखेरि गाउँघरतिर गएर सेवा गरौँ हुँदैन कसैको पनि। लगभग उहाँहरू सबै जति पनि यो 200 जना हुनुहुन्छ उहाँहरू लगभग सबै नै शहरी क्षेत्रमै केन्द्रित हुनुहुन्छ। त्यसले गर्दाखेरि ग्रामीण भेगको मान्छेले यो मानसिक समस्याको बारेमा अलिकति यो उपचार सही औषधि उपचारहरू नपाइएको चाहिँ हुन सक्छ। यो ग्रामीण भेगमा पनि यो स्वयंसेविका भन्ने हुँदो रहेछ। अनि त्यसपछि गाउँघर क्लिनिकहरू पनि चल्दो रहेछ ठाउँ ठाउँमा होइन। त्यो गाउँघर क्लिनिक र स्वयंसेविकालाई हामीले युज गरेर यो मानसिक रोगलाई चाहिँ अथवा भने सुसाइडल जो गर्न सक्ने जुन प्रबल सम्भावना हुन्छ त्यस्तो व्यक्तिले हामी के त्यो प्रयोग गरेर चाहिँ हामी पहिचान गर्न सक्छौँ? एकदम सकिन्छ। त्यसलाई चाहिँ हामीले ट्रेनिङहरू दिन पर्यो। ग्रासरुट लेभलमा जुन स्वयंसेविकाहरू हुनुहुन्छ र एकदम त्यो युवा नेताहरू हुनुहुन्छ, उहाँहरू वडाको सदस्य अथवा अध्यक्षहरूलाई नै उहाँहरूलाई ट्रेनिङ दिएर यस्तो यस्तो समस्या मानसिक समस्या हो, त्यो समस्यामा चाहिँ यस्तो यस्तो लक्षणहरू देखिन्छ, यस्तो देख्नुभयो भने चाहिँ यहाँ पठाइदिनु। त्यही भएर चाहिँ अब जुन फेसिलिटी प्रोभाइड भइरहेको छ त्यो विषयमा पनि अलिकति हामीले खुलेर गाउँघरमा चाहिँ प्रचार पनि गर्नुपर्छ जस्तो लाग्छ। यानि कि हामीले चाहिँ कम्युनिकेसन ब्यारियर भनौँ होइन, सञ्चारमा पनि त्यही अनुसारको चाहिँ यो प्राथमिकता नपाएको हो कि भन्ने पनि देखियो हुनसक्छ। हस्, तपाईँको एकदमै अमूल्य समयको लागि एकदमै धेरै धेरै धन्यवाद। मलाई लाग्छ यहाँले यो कार्यक्रमबाट निकै नै महत्त्वपूर्ण सन्देशहरू पाउनु भएको छ र यो सानो सन्देशले कसैको जीवनहरू पनि बच्ने मैले चाहिँ सोच लिएको छु। र जाँदा जाँदै केही शब्द राख्नुहुन्छ? यो आत्महत्याको लागि भनेर नेपालमा थुप्रै नै हेल्पलाइनहरू खुलेको छ है। जस्तै पाटनमा छ, टिचिङ हस्पिटलमा छ, टिपिओ नेपालमा छ। त्यसमा चाहिँ मोबाइल नम्बरहरू छ। त्यो मोबाइल नम्बरहरू यहाँहरूलाई तल दिएको स्क्रिनमा छ। तपाईँहरूले चाहिँ अब सजिलै भन्नु पर्दाखेरि 1166 नम्बरमा फोन गर्नुभयो भने तपाईँहरूले यो चाहिँ सुसाइड रोकथाम नेपालले नै चलाएको राष्ट्रिय पुरै देशमै चलिरहेको 1166 नम्बर हो, यसमा फोन गर्न सक्नुहुन्छ। यदि त्यस्तो आत्महत्याको सोच आयो भने त्यसमा 24 घण्टा फोन गर्न सकिन्छ। त्यसमा फोन गरे बापत पैसा लाग्दैन। त्यसमा तपाईँले बिना पैसा तपाईँहरूले सित्तैमा डाक्टरको परामर्श, डाक्टरको औषधि उपचार गर्न पाउनुहुन्छ। हस्, यहाँको समयको लागि एकदमै धेरै धेरै धन्यवाद। हामी अब अघिल्लो दोस्रो श्रृङ्खलामा चाहिँ अझै सन्देशमूलक चाहिँ समाचार लिएर उपस्थित हुनेछौँ। हस्, धन्यवाद।